अब सातौं के हो भन्दाखेरि चाहिँ नाचगान नगर्नु, त्यसै गरेर गरगहनाहरू नलाउनु भन्छौँ है। न्युनेको भयो, त्यसै गरी उपवासको अष्टशील लिँदाखेरि चाहिँ तपाईहरू राम्रै बन्न पाएन है। केटीहरू अलिकति अनि पाउडरहरू लाउने जस्तो, लाली लाउने जस्तो, औँठी लाउने, कानमा लाउने, घाँटीमा लाउने, चुरा लाउने जस्तो केही पनि गर्न पाउँदैन। त्यो खास गरी सोच्यो भने तपाईहरू लाइरहने मान्छेहरूलाई अलिकति खल्लो त लाग्दो होला, तर भए पनि 16 दिनको दिन मात्र त हो नि हैन। त्यो पनि हामी गुम्बामा बसिरहेको छौँ त केही फरक परेन, कसैले गिजाउँछ भनेको डर पनि भएन, हामी आफै धर्म गर्ने मान्छे मात्र भयो नि। त्यसैले अब शिल लिँदाखेरि भनेको चाहिँ राम्रै बन्न पाउँदैन है। तपाईले अब थोरै थोरै क्रिम जस्तो लाउनुहुन्छ नि, त्यो कुरा बेग्लै हो, तापनि अब राम्रै बन्नको लागि नै भनेर श्रृङ्गार गर्न पाइएन। त्यो गर्यो भने के हुन्छ त भन्दाखेरि घमण्ड आउँछ रे मनमा, म राम्रै छु, मैले अब यस्तो गरेँ भने जस्तो हुन्छ नि। त्यसै गरेर अब बास्ना आउने, हामी सेन्ट भन्छौँ नि हैन, त्यो पनि लाउन पाउँदैन बास्ना आउने। हामी अत्तरहरू पनि लाउन पाएन है। अनि यो सँगसँगै अर्को पनि जोड्नुपर्छ भन्दाखेरि चाहिँ नाचगान, हामी नाच्नु मिलेन, गाउन पनि मिलेन, बाजाहरू बजाउन पनि मिलेन। यो म सबै गर्दिनँ भनेर तपाईहरुले बिहान कसम लिइसकेको छ है। त्यसैले यो सबै पालना गर्नुपर्छ।